नमस्कार साथीहरू, तपाईहरू सम्पूर्णलाई सृजनाको कथा च्यानलमा स्वागत छ। आज म तपाईहरूलाई कप्टी जेठानी र चोथाले सासू भन्ने कथाको भाग 2 सुनाउन जाँदैछु। जेठानी र सासूको अत्याचार सहेर कान्छी बुहारी त्यसै घरमा बस्छिन् कि बाहिर निस्कन सफल हुन्छिन्। जान्नको लागि कथालाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब ढिलो नगरिकन कथा सुरु गरौँ है त। अमरसँग भनाभन भएपछि मीना सिरक ओढेर सुतिन्। मीनालाई थाहा थियो अमर कति सपोर्टिभ छ भनेर, तर अमरको साथ हुँदा हुँदै पनि उसलाई त्यो घरमा बस्न निकै गाह्रो भइसकेको थियो। एक त कोही परिवारले पनि उसलाई आफ्नो जस्तो व्यवहार गर्दैनथ्यो, अर्को उसलाई घरिके काम मात्र लगाउँथे। बिचरा यो सबैमा अमरको चाहिँ के दोष? उनी जुरुक्क उठिन् र अमरलाई बेस गरी अंगालो हालेर रोइन् र भनिन्, अमर, म तपाईलाई एकदम माया गर्छु, तर तपाईको परिवारसित म एकैछिन पनि बस्न सक्दिन। म तपाईसँग निकै खुसी छु, तर यो घरमा म बिल्कुल खुसी छैन। सुन्नु न, हामी छुट्टै बसौँ न, हुँदैन? मीनाको यो कुराले अमर टक्क रोकियो। ऊ एकदम आश्चर्य भएर मीनालाई हेरिरह्यो। ऊ केही बोलेन, तर नाइ भन्ने भावले मुन्टो हल्लाउन थाल्यो। हुन त बिहे गरेको 3-4 महिना बित्दा नबित्दै मीनाले उसलाई परिवारबाट छुट्टिम भन्दा उसले पनि कसरी सजिलै हुन्छ भन्थ्यो र। दिनहरू बित्दै गए। मीनालाई अफिस र घर दुवै सम्हाल्न गाह्रो भइराखेको थियो। त्यस्तैमा एक दिन मीनालाई थाहा भयो कि उनी दुईजुकी छिन् भनेर। यो निकै खुसीको कुरा थियो, तर मीना भने अन्योलमा परिन्। उनी दोधारमा परिन्, यो गर्भ राख्ने कि फ्याक्ने भनेर, किनकि घरको त्यस्तो चाला थियो। जहाँ उसलाई त उकुस मुकुस भइराखेको थियो भने त्यस्तोमा उसले कसरी एउटा सन्तानलाई जन्म दिन सक्छिन्? उहाँ फेरि अमरले तुरुन्त यो खबर घरमा सबैलाई भनेछ। तपाई त कस्तो के? किन यो कुरा घरमा भनेको? मीनाले रिसाउँदै भनिन्। के भन्यो? यस्तो खुसीको कुरा कसरी नभन्नु त? किन भन्न नहुने थियो र? मैले केही निर्णय नै गरेको छैन, तपाई पनि किन जान्ने हुनु पर्ने के? कस्तो के? यो बच्चा पाउने कि नपाउने भनेर? तब रिसाउँदै अमरले भन्यो, कस्तो के गर्ने हो र? यो बच्चा त जसरी भए नि पाउनै पर्छ, बरु यसपछि अर्को नबनाउला। फाल्ने कुरा चाहिँ नगर है, यस्तो पाप गर्न हुन्न, बुझ्यौ? अमर बोलिरहेको थियो। तब उसको कुरा काट्दै मीनाले भनिन्, तर सुन्नु न, घरमा यस्तो भाँड भैलो छ, त्यस्तोमा म कसरी एउटा सन्तानलाई जन्म दिन सकौला? मीना भावुक भइन्। तब अमरले भन्यो, म सब मिलाउँछु मीना, तिमी केही पिर नगर। यस्तो अवस्थामा केही चिन्ता नलिऊ, म तिमीलाई सधैँ खुसी राख्छु र यो बच्चाको पनि म राम्रोसँग ख्याल राख्छु। अमरको बच्चा प्रतिको रहर देखेर मीनाले पनि हुन्छ भनिन्। अब त काममा नगए नि हुने, बाटो हिँड्दा के लाग्छ, सन्चो हुन्न? सासूले नक्कली माया जताउँदै भनिन्। आमाको कुरा अमरलाई पनि ठिकै लाग्यो। अमरले पनि मीनालाई त्यसै गर न त, बरु घरमै बसेर आराम गर भन्यो। तर मीना सकुन्जेल काम गर्न चाहन्थिन्, तर घरकाले नै धेरै कर गरेपछि र अमरले पनि त्यसै गर भनेपछि उनी घरमै बस्न थालिन्। नाम मात्रको घरमा बस्ने हो। घरमा बस्न थालेपछि त घरको सबै काम मीनाले नै गर्नु पर्थ्यो। भन्न मात्र सजिलो हो कि खाना पकाऊ, भाँडा माझ, भुइँ पुस, कोठा सफा गर, थकाइले कति गल्थी। अनि गाह्रो भएर
एकछिन आराम गर्न बस्यो भने खै म त पाउने भएको बेलामा मलाई त पेटै दुख्या थिएन भन्दै जेठानी कुरा थप्थी। खै किन हो? जेठानीलाई फिटिक्क मिना मनै पर्दैनथ्यो। जेठानीले उचालेपछि सासु पनि केर आजकाल कोलाई रहेछ बा, अनेक थरी पेट दुख्ने। हाम्रो पालामा खोइ त घाँसको भारी बोक्दा बोक्दै बच्चा पाउँथ्यौ भनेर कुरा गर्थिन्। भन्न पनि कसरी सकेका होलान् अनि किन यस्तो नराम्रो बोली बोलेका होलान्। मिनालाई कति चित्त दुख्थ्यो। बेलुका थाकेर आएको अमरलाई पनि उनले के कुरा लाउनु र, बिचरा गलेर ऊ भुतुक्कै हुन्थ्यो। सासु त नहुने थी। जेठानी पनि त्यस्तै। एक दिन मिनाको लुगा हेर्दै जेठानीले भनिन्, अरे के लुगा लगा हो? त्यो बच्चा पाउने भएपछि त अलि म्याक्सी लाएर बस्नु नि। त्यो टिमिक्क परेको प्यान्ट लाउँदा कस्तो गाह्रो पनि नभा होला। हैन दिदी, यसैमा सजिलो भएको छ। म्याक्सी लाउँदा अल्झेर लड्छु अनि त्यही भएर यही लाको। मिनाले यसरी जवाफ दिँदा जेठानीको अनुहार यत्तिकै कालो भयो। तेरो स्वास्नीले यस्तो बेलामा पनि के लुगा लगाथ्यो? अर्को लुगा लगा भन् त। बच्चा पाउने आइमाई रे, तरुनी जस्तै लुगा लगाउन खोजेर हुन्छ। अब त तरुनी बन्ने बेला गयो। सासु आफ्नो छोरा अमरलाई कराउन थालिन्। आमा, त्यो प्यान्ट होइन के, नरम खालको सुरुवाल हो। त्यसले केही गाह्रो हुन्न। उसलाई सजिलो हुन्छ भने किन नलाउने हो र? बच्चा उसले पाउने हो, उसलाई जे सजिलो हुन्छ त्यही लाउँछ नि। अमरको जवाफले सासुको मुख कति राता भएका थिए। नापिस खुबै, यति मात्र भनी सासु चुप लागिन्। दिनहरू बित्दै गइरहँदा मिनाको पेट झन ठुलो हुँदै गयो। त्यो पेटको बच्चा चल्दा मिनाले सारा दुःख भुल्थिन्। दुःख खासै भन्ने हो भने परिवारको मात्र थियो। सासु खै किन मिनालाई देखि नसहने, जे काम गरे पनि चित्त नबुझाउने। अनि यता जेठानी चाहिँ जे कुरामा पनि मिनाको डाहा गर्ने। सासुलाई मिना विरुद्ध उचाल्ने। दिक्क लाग्छ। त्यस घरमा सास फेर्न पनि गाह्रो थियो। आमा मामा, खुट्टा कस्तरी सुनिन्थे। चिसले होला, त्यो औँला गाड्दा कस्तरी खाल्टो जस्तो पर्थ्यो। पेट साह्रो न साह्रो भएर कहिले काहीँ यति बेसकरी दुख्थ्यो कि के र। साँच्ची आमा बन्न निकै गाह्रो हुने रहेछ। अमर बिहान 6 बजे गएर एकैचोटि रातिको 10 बजे मात्र घर आउँथ्यो। अमर त मस्तले निदाउँथ्यो। तर यता मिना भने शारीरिक पीडाको साथै मानसिक पीडाले पनि छटपटिन्थिन्। सासु, जेठानी अनि नन्द पनि यी तीनै जनाले उसलाई खाउला झै गर्थे, रिसाको रिसै गर्थे। किन मिनालाई कहिले यो घरबाट निस्केर जाम जस्तो हुन्थ्यो। तर पनि उनले सहेरै बसिन्। पछि उसलाई दही चिउरा खुवाउन भनी माइतबाट उसका आफन्तीहरू आए। त्यो बेला डाहाले भुतुक्कै भएर जेठानीले भनिन्, खै त दही चिउरा नखाए पनि हामीले बच्चा पाइहाल्यौं क्या र? अहिलेकालाई के गर्नु पर्दो रहेछ। यसरी मिनालाई हेपेको प्याच्च भनेको कुरा अमरले पनि थाहा नपाएको त होइन। तर उसलाई भिन्नै बस्छु भन्ने कुरा परिवारसँग गर्न अप्ठ्यारो लाग्थ्यो। उसलाई आँट नै आइरहेको थिएन। वर्ष दिनमै बुढी च्यापेर बस्ने भइसैन भनेर समाजले उसलाई नराम्रो भन्छ भनेर पनि ऊ चुप थियो। ठुलो परिवारमा पनि एक्लै भएर अमर र मिनाले जीवन बिताइरहेका थिए। एक दिन मिनालाई बेसकरी पेट दुख्न थाल्यो। उनले सासु आमालाई मलाई निकै बेसकरी पेट दुख्यो भनेर भनिन्। अलि त दुखिहाल्छ नि हौ भनेर सासु च्याठिन थाली। हैन आमा, बेसकरी दुखिसक्यो, बेथा लाग्ला जस्तो भएको छ, अस्पताल जान पर्ने होला। मिनाले तडपिँदै भनिन्। उसो भए छोरालाई फोन गर्नु क्या त? फोन नै लागेन आमा, त्यसैले तपाईलाई भनेको। लौ न आमा, मलाई अस्पताल लग्नु न।
दुखेर मर्न आँटे। कहाँ जानी हो, कहाँनिर हो, मलाई केही थाहा छैन। भरे छोरा आउँछ अनि छोराले नै लान्छ। एकछिन सुतेर बस्न, केही हुन्न। सासू पन्छिन खोजी। मलाई पनि वहाँ मेरो आफन्तिका जानु छ भनी जेठानी पनि तुरुन्त घरबाट निस्की। मिनालाई निकै गाह्रो भइरहेको थियो। उनले माइतमा फोन गरिन्, त्यहाँ पनि उसको फोन कसैले उठाएन। सायद ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भनेको यही रहेछ। उसलाई आफूलाई परेको बेलामा कोही साथमा नभएको जस्तै महसुस भयो। मिनालाई निकै पीडा भएको थियो। बच्चा ढुङ्गा जस्तै सारो भएर चल्नै छोडेको थियो। पछि बल्ल बल्ल माइतबाट उसलाई फोन आयो। उसले सकी नसकी आफ्नो पीडा माइतीमा सुनाइन्। पछि अमरले पनि फोन गर्यो। अमरलाई पनि उसले रुँदै सबै कुरा भनिन्। तब अमर आत्तिएर तुरुन्त एम्बुलेन्स लिएर आयो। त्यो दिन आमाप्रति अमरको घृणा झनै बढेर गयो। अमरको आँखामा आमाप्रति घृणाको भाव झल्किराखेको थियो। उता मिना भने पीडाले रुँदै चिच्याउँदै थिइन्। उसलाई अस्पताल लगियो। तर विडम्बना, मीराले मरेको बच्चा पाइन्। बच्चा पेटमा हुन्जेल मानसिक तनाव, उचित आहार र बेलैमा अस्पताल नल्याउनु विभिन्न कारणले बच्चा मरेको हो भन्दै डाक्टरले अमरलाई सुनाइरहेको थियो। त्यो घटनाले मिनालाई भित्रैबाट भाँचिदियो। उनले आफ्नो बच्चा गुमाइन्। अब आँखाभरि आँसु पार्दै अमर भित्र आयो। तब मीराले झर्काउँदै भनिन्, यो सब तैँले गर्दा भएको हो। मैले पहिल्यै भने हैन भिन्नै बसौँ भनेर। यति मात्र के भनेकी थिइन्, मिना बेहोस जस्तै भएर लडिन्। अस्पतालमा सासू नन्द पनि आएका थिए। पेटमा बच्चा भएको बेलामा पनि बुरुक जतिखेर पनि माइत जान्थे। भूत पिचासले भेट्यो होला नि, हामीले त कति बाहिर नजा भन्थे, माने पो राक्षस निकाइन बाकी। सासू उल्टै मिनालाई दोष दिँदै कराउन थालिन्। आमा, मेरा यस्तो अवस्थामा हुँदा पनि तपाईलाई यसरी बोल्न लाज लागेन? यस्तो बोल्दा तपाईको मुख किन किरा परेन आमा? मलाई थाहा छ कि मिना तपाईले रोजेको बुहारी होइन भनेर। तपाईलाई उसको परिवार मन परेको थिएन, तपाईलाई उसको जात मन परेको थिएन। तर मैले मिनालाई बिहे गरिसकेपछि तपाईले पनि त उसलाई बुहारीको दर्जा दिनु पर्थ्यो। तर तपाईले उसलाई कहिले पनि बुहारीको दर्जा दिनु भएन। जतिखेर पनि दोष, जतिखेर पनि गाली मात्र दिइराख्नु भयो। उसलाई धेरै मानसिक तनाव दिएर यो अवस्थामा ल्याउने तपाईहरू नै हो। तपाईहरूले आज उसलाई समयमा नै अस्पताल ल्याउनु भएको भए आजको यो दिन देख्नु नै पर्ने थिएन। तपाईले, भाउजूले, बहिनीले उसलाई गरेको नराम्रो व्यवहार मैले देखिरहन्थे। तर होस् है, आफ्नै हुन्, पछि सुध्रेला नि भनेर म चुप रहे। म पनि त्यस्तै। मिनाले मलाई आफ्नो दुःख बाँड्दा मैले पनि उसलाई चुप लागन, हाम्रा आफ्ना हुन् भनेर सम्झाएँ। यही कारणले मेरो बच्चा आज मेरो साथमा छैन। बस, अब अति भयो। अब म तपाईहरूसँग बस्दिन। बस्ने मात्र होइन, म तपाईहरूसँग कुनै पनि सम्बन्ध राख्दिन। कान्छो छोरा मर्यो भन्ठान्नु होला। जानु तपाईहरू, मलाई तपाईहरूको मुख धरी हेर्नु छैन। जानु भने सुन्नु भएन? अमर चिच्याउन थाल्यो। सासू नन्द सबैजना मुख बिगार्दै गए। हेरमलानी, परिवारमा बसेको जस्तो सजिलो हुन्छ र? एक्लै बसेपछि बाउको बिहे देख्छ अनि पछि रुँदै हामी भाटा आउनु पर्छ कि पर्दैन? सासू यसो भन्दै जाँदै थिइन्। अमर भित्र गयो र बेहोसीमै भएको मिनालाई हेर्दै भन्यो, मिना, मलाई माफ गर। हो, तिमीले ठिकै भन्यौ। यो सब मैले गर्दा नै भएको। जहाँ तिमी खुसी छैनौ नि, जहाँ तिम्रो कुनै कदर नै थिएन, मैले तिमीलाई त्यही बस्न बाध्य पारे। तिमीले भनेको कुरा
यदि मैले मानेको भए सायद आज यो दिन देख्नु नै पर्ने थिएन। तर अब म यो गल्ती दोहोऱ्याउँदिन मिना। जुन घरमा तिम्रो इज्जत छैन, जुन घरमा तिम्रो कदर छैन, जुन घरमा तिमीलाई दुर्व्यवहार गरिन्छ भने त्यो घरमा म पनि बस्दिन। मलाई माफ गर मिना। अमर भक्कानिएर रुन थाल्यो। अमर यसरी रोएको देखेर मिनाले बिस्तारै आँखा उघारिन्। उनले अमरलाई आफ्नो अंगालोमा अंगालिन्। त्यसपछि दुवैजना धक फुकाएर रोए। समयले दिएको त्यो घाउ पुर्नको लागि अमर र मिनालाई निकै समय लाग्यो। तर पछि उनीहरूको त्यो घाउ भर्दै गए। त्यो घटना भएको 3 वर्षपछि उनीहरूले एउटा स्वस्थ सन्तानलाई जन्म दिए। सन्तानको आगमन पछि उसलाई आफ्नो परिवार पूरा भएको महसुस भयो। उनीहरू खुसीपूर्वक आनन्दले जीवन बिताउन थाले। अनि यता घरका परिवारसँग आजसम्म पनि उनीहरू बोलेका छैनन्। यसरी नै यो कथा यही समाप्त हुन्छ। साथीहरू, तपाईहरूलाई यो कथा राम्रो लागेमा च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र कथा सम्बन्धी केही प्रतिक्रियाहरू भएमा कमेन्ट बक्समा लेखिदिनुहोला।